आज मलाई मम्मीको लास्ट चाहिँ याद आइराखेको छ। क्यामेरामा आँसु चाहिँ अब नदेखाउनु पर्ने, तर पनि मन अघि बिहान समाचार पढ्दा पनि मलाई चाहिँ एकदमै म चाहिँ भावुक भइरहेको थिएँ क्या। उहाँ को हुनुहुन्छ हौ? आजभोलि त यो राम 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 दसैँ लागेर कतै छैन यहाँ त। हेलो गाइज, के छ? सन्चै हुनुहुन्छ? अस्तिको भ्लगमा म यही टी सर्टमा थिएँ, आज पनि म यही सर्टमा छु। आज चाहिँ म खासमा भ्लग बनाउने चक्करमा थिइनँ, यो सडक संसार देख्दा मलाई भिडियो बनाउँ मन लागिरहेको क्या। अरू बेला यहाँनिर खाँदा हात हुन्थ्यो, आजभोलि त यो राम 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 दसैँ लागेर कतै छैन यहाँ त। पेन्टिङ हानिरहेको रहेछ क्या यहाँ, यस्तो यस्तो भित्तामा यस्तो राम्रो राम्रो कस्तो राम्रो रङ रोगनहरू क्या। यो आई लाइक दिस। यो चाहिँ बागबजारमा कन्या कि के अरे पिके क्याम्पस छेउमा यस्तो राम्रो राम्रो बनाएर राखेका छन् नगरपालिकाले होला यो सायदै। मलाई चाहिँ यो प्रिन्ट राम्रो लाग्यो। आज मान्छेहरू कोही पनि छैन, त्यही भएर मलाई भिडियो बनाउँ भन्न मन लाग्यो। के गर्नु, मान्छे हुँदा मान्छेले दिँदैन होइन त बनाउनु, एक्लै हुने बेलामा हो क्या यो। आजभोलि त सहरै मेरो जस्तो छ नि त, यहाँ त कोही छैन, त्यही भएर। ऊ त्यो चाहिँ नेवार जातिहरूको खै के हो त्यो, अनि यो पनि यो नेवार जातिकै होला। यो त खै के हो म नि चिन्दिनँ, यस्तो देखेको छु मैले धेरै ठाउँमा, बट आई डोन्ट नो। म त खै के भन्नु, भगवान्हरू पनि पो चिन्दिनँ हौ। भगवान् चिन्दिनँ भन्दा बेजत होला। यो चाहिँ चिन्छु, यो चाहिँ गणेश भगवान् गनु पापा। अनि यो चिन्छु, यो लाखे, यो लाखेलाई पनि चिन्छु है मैले, लाखेलाई चिन्छु होइन। अनि यो ठुलो गणेश होला, अघिको सानो गणेश यो ठुलो गणेश होला, थाहा छैन मलाई। यो चाहिँ के हो, यो पढेको जस्तो लाग्छ त मलाई उहिले उहिले। के हो यो? उहाँ को हुनुहुन्छ? उहाँ को हुनुहुन्छ हौ? अनि उहाँलाई पनि चिनिनँ मैले, उहाँ को हुनुहुन्छ? अनि उहाँ पनि को हुनुहुन्छ चिनिनँ मैले, उहाँ को हुनुहुन्छ? खै नाम पो लेखेको छ क्या हो। उहाँ दिदी पनि ए माइक चाहिँ तर राखेर उहाँ पनि हुनुहुँदो रहेछ, चिनिनँ मैले उहाँलाई नि। ऊ त्यहाँ पनि भित्तामा हुनुहुन्छ। सहरै मेरो भएपछि त भिडियो सिडियो बनाउँदै हिँड्नु पऱ्यो नि त। बहिनी यो चाहिँ थारू जातिको मान्छे होला है सायदै। उयो चाहिँ हाम्रै किराती। पानी पानी पानी, छाता छैन मसँग, छाता छैन, छाता कहाँ आउने होला। छाता लु, पिक्चर सक्यो। पानी पर्यो, म यतिखेर बागबजारमा कुद्दैछु, बागबजारमा कुद्दैछु। पानीले धोबी गोज्छ जस्तो छ, छाता छैन मसँग त। आम्मामा, यहाँनिर हामी हिँड्ने बेलामा खाँदा खाँद हुन्छ हौ, चाहिँ खुट्टा टेक्ने ठाउँ हुँदैन। आज त के साह्रो सुनसान हो क्या, म त छक्क पऱ्यो हौ। ए भित्ता पाखा त देखाउनु पर्यो नि तपाईँहरूलाई, के गर्नु होइन। कुरा केही बोलौँ भनेको लाज पो लागेर आयो।
गाडी रहेछ यहाँनिर म जाने गाडी भन्न मिल्दैन लौ खेतमा धान पाक्नै लागेछ ओ त्यहाँ म माथि फ्लिक फ्लिक हिँड्दैछु मोबाइलमा हेर्दा हेर्दा मान्छे लड्ला भन्ने टेन्सन भइसक्यो साथीभाइहरू आज त दसैँ पो हो दसैँ आज मलाई त मम्मीको याद आइरहेको छ के गर्ने धुरु धुरु रुन मन छ नि मलाई गाडीमा आएको कसले भुतले जस्तै भएछ ए के साह्रो चिप्लो बाटो पनि एकछिन बस्नु पो पर्यो हौ बसेर दुई चार बात गरौँ न हैन आज चाहिँ विशेष गरी दसैँ हाम्रो चाहिँ यसपालि दसैँ छैन मान्छे पाउँदै रहेछ नि त आया आफ्नो कुरा प्रस्तुत गरौँ भनेको त खै के हो भन्ने आज मलाई मम्मीको लास्ट याद आइरहेको छ तर पनि मलाई धराधर रुन मन छ तर के गर्नु रोएर हुँदैन यसपालि हामी सबैको घरमा सँगै बसेर दसैँ मनाउने ठुलो रहर थियो बाबा पनि विदेशबाट आउनु भएको थियो अनि त्यही भएर हामीले सँगै चाडपर्व मनाएका थिएनौँ क्या त्यही भएर यसपालि चाहिँ मनाउने अवसर मिल्छ बाबा पनि आउनु भएको थियो भनेर हामी चाहिँ कत्रो ठुलो सपना साचेर चाहिँ एकदमै खुसियालीमा बसिरहेको थियौँ क्या तर लास्टमा के भइदिनु भन्दाखेरि हामीसँग मम्मी नै रहनु भएन त्यही भएर हामीले चाहिँ यसपालि दसैँ मनाएनौँ म चाहिँ काठमाडौँमा नै छु अनि हामी अहिले त पूर्व पश्चिम उत्तर दक्षिण छौँ भन्नुपर्छ गाउँमा भाइहरू गएका छन् बाजे बाबा हुनुहुन्छ त्यस पछाडि यो क्यामेरामा आँसु चाहिँ अब नदेखाउनु पर्ने तर पनि मन अघि बिहान समाचार पढ्दा पनि मलाई चाहिँ एकदमै म चाहिँ भावुक भइरहेको थिएँ क्या किनभने मलाई समाचारहरूले पनि यहाँ छुइरहेको थियो अनि त्यस्तै छ म चाहिँ काठमाडौँमा नै छु अनि हाम्रो काका र काकी पनि यतै हुनुहुन्छ त्यही भएर अनि म चाहिँ भैँसेपाटी आएको आज खासमा म उता गोठाटारतिर बस्छु अनि त्यही भएर काका काकीमा आएको छु नरमाइलो लागिरहेछ एकदमै मम्मीको याद आइरहेछ अब के गर्नु यस्तै भयो अभागी भएपछि कस्तो के लाग्छ र होइन त्यही भएर हाम्रो काका र काकी भैँसेपाटीमा बस्नुहुन्छ अनि त्यही भएर म चाहिँ यता आउँदैछु ठिकानालाई पनि हामी अब यसो यता आइपुग्नै लाग्दै थिएँ म बोल्दै थिएँ अनि त्यस पछाडि कुरोकानी के भइदियो भन्दाखेरि यहाँ घरमा मान्छे रहेछन् जस्तो छ हामी चाहिँ गरिबको झुप्रो घर हैन जस्तो हामी त्यो झुप्रो घरमा बस्छौँ के हाल्नु बे धनी छैनौँ हामी गरिब छौँ त्यही भएर हाम्रो त बस्ने ठाउँ पनि यस्तो छ अनि यहाँ चाहिँ फुल रहेछ मखमली फुल्दा मर्सिधान झुल्दा बहिनी आउनेछन् दैलाको तस्बिर छातीमा राखी के गर्दैछन् हौ जनताहरू काका नमस्कार काका नमस्कार बहिनी के चुपचाप भयो त काकी नमस्कार के गरेको रे बहिनी खै उठिरहेछौ त चम्चा समातेर खाएको रे ए यहाँ दल बनाउने कार्यक्रम चल्दैछ पैसा कमाउनु पर्छ है साथी हो पैसा
हेर न एउटा बनाएको 500 तपाईहरु पनि बनाउन चाहनुहुन्छ भने जानुस् तपाईहरु पनि स्वरोजगारी बन्नुस् यसरी बन्छ यो चाहिँ मुनि बस बहिनी मुनि मुनि बस न बस म देखाउँछु तिमीलाई यसरी हाम्रो बुइनी चाहिँ खुब गतिलो खाजा खाँदैछ चाउचाउ बहिनी चाउचाउ खानु हुन्न रे नि थाहा छ कि छैन के भनेको उले त नखाने भनेको अरे तर मामुले किन्दिएर खाए यस्तो हो बहिनी हैत त तिमी मान्छे फटा अझ आफूले चाहिँ नखाने भनेर मामुले किन्दिएर खाएको भनेर आरोप प्रत्यारोप लाउँदैछ बहिनीले बहिनी बाजेको याद आएन आयो अनि खोइ त बाजेलाई फोन गरेनौ बाजे थाहा छैन फोन पो गर्ने त बाजेलाई त टमाटरको सिजन रहेछ यो खुर्सानी एकछिन पर्ख बहिनी एकछिन ला के भएर मर्यो खुर्सानी इ फुल तिहारमा तपाईहरुलाई पनि फुल चाहिन्छ भने आउनुस् है यहाँ सम्पर्क गर्नुस् तिहारको लागि फुल यहाँ प्रशस्तै छ तर यो फुल नै बाँकी छ अब भोलि पर्सि फुल छ अनि त्यसपछि यो फुल बिक्रीमा छ अहिले चाहिँ फुल नै बाँकी छ हैन बहिनी यो फुल बिक्री फुलको साउनी चाहिँ साउनी हो तिमी फुलको फुलको साउनी लु यस्तै छ यहाँ चाहिँ तरकारी टमाटरको सिजन रहेछ अब के गर्नु अरु चाहिँ दशैं मनाउँछन् टीका लाएर हामी चाहिँ सानो साउनी नाचेको